जय श्रीमन्नारायण। आजको दिन चाहिँ हामीहरू श्री लक्ष्मीनारायण मन्दिर धनकुटा 4 को आज ब्रह्मोत्सव भइरहेको छ। त्यसको आज म अहिले एउटा छवि देखाउन चाहन्छु। आजको दिन भगवानको विभिन्न तरिकाले सेवा गरिराख्नु भएको छ। भगवानको दर्शन अहिले पाइराख्नु, अहिले अगाडि अब अझै के गरिराख्नुहुन्छ। भगवानको अब विभिन्न तरिकाले सेवा गर्नुहुन्छ। यज्ञ होम आदिले पनि भगवानको विभिन्न तरिकाले सेवा गरिराख्नु भएको हुन्छ। अब अरू अब म अहिले हेर्दै जान्नु। अब यो भनेको हाम्रो भवन हो। यतातिर हजुरबा हजुरआमा बुबा आमा दिदी बहिनीहरू सबैले आफ्नो सहयोग गर्नुभएको। यहाँ यता शिलालेखद्वारा सबैको नामहरू देखाउनु भएको छ। यहाँ अब जहिले सहयोग गरिराख्नुहुन्छ उहाँले। अहिले पनि यहाँ विभिन्न तरिकाले सहयोग गर्नुभएको छ। यतातिर भित्रतिर जाँदाखेरि चाहिँ यहाँ आमाजीहरू यहाँ रोटी बेल्दै हुन्छ, रोटी पकाउँदै हुनुहुन्छ। यहाँ रोटीहरू पकाएर पनि यहाँ विभिन्न तरिकाले हामीहरूको आमाजी माताजीहरूले पनि सहयोग गर्नुभएको छ। यहाँ रोटीहरू पकाउँदै हुनुहुन्छ। यता अब यहाँ कोही रोटी पकाएर, कोहीले रोटी बनाएर, कोहीले बेलेर विभिन्न तरिकाले सबैले सहयोग गर्नुभएको छ। यो भनेको चाहिँ हाम्रो श्री लक्ष्मीनारायण मन्दिरको प्राण प्रतिष्ठा हुँदाखेरि लगाउनु भएको श्रीमद् भागवत पुराणको यो पोस्टर राख्नु भएको छ। अब यहाँ भित्रतिर जाँदाखेरि चाहिँ यहाँ कोहीले यहाँ रोटी पकाउँदै हुनुहुन्छ। यहाँ सेलरोटी कोहीले पकाउँदै हुनुहुन्छ भने यताभन्दा बाहिर जाँदाखेरि कोहीले भाँडा माझ्दै हुनुहुन्छ, कोहीले कुर्सीहरू निकाल्नु भएको छ भने कोहीले खाना पकाउँदै हुनुहुन्छ। यहाँ बाहिरतिर पनि सबैले आफ्नो आफ्नो सक्ने सहयोग दिनुभएको छ। अनि अब यहाँ बाहिरतिर हामी बाहिरतिर जान्छौँ। यहाँ बाहिरतिर भने चाहिँ यहाँ यज्ञको लागि यहाँ तयारी गर्दै हुनुहुन्छ। हामीहरूको यहाँ पूजाको लागि तयारी गर्दै हुनुहुन्छ। यहाँ यज्ञ गर्नको लागि गुरुहरू आउनु भइसकेको छ। भित्रतिर भने आमाजीहरूको रोटी बेलिराख्नु भएको छ। यहाँ बाहिरतिर यहाँ दियो प्रज्वलित गर्दै हुनुहुन्छ। दीप प्रज्वलित गर्दै हुनुहुन्छ। दीप प्रज्वलित गरिसकेपछि अब यहाँ यज्ञ पनि सुरु गर्न आँटिसक्नु भएको छ। अब यहाँ हेर्दै जानु, अगाडि अब आफै थाहा पाउँदै जानुहुन्छ। यहाँ हुनुहुन्छ यो होम गर्नको लागि यहाँ हुनुहुन्छ कर्ता। यहाँ हुनुहुन्छ कर्ताहरू। यहाँ अब विभिन्न यहाँ यताउता पूजाको विधिहरूको लागि यहाँ तयारी गर्दै हुनुहुन्छ। यता आमाजीहरू बसिराख्नु भइसकेको छ। पार्टी बौवामा बसिराख्नु भएको छ। यहाँ हाम्रो बलबिबल पनि स्थापना गर्नुभएको छ। यहाँ अब यज्ञको अब यज्ञ प्रज्वलित गरिसकेर अब सुरु गर्न आँट्नु भएको छ। अब यहाँ मन्त्रहरूद्वारा अब यहाँ सुरु गर्नुभयो। अब यहाँ श्री लक्ष्मीनारायण मन्दिरको स्थापना 2080 साल चैत्र 1 गते भएको छ। पुनः स्थापना भएको थियो। अनि अब यहाँ भित्रतिर भगवानको दर्शन फेरि पाउनु, भगवानको जति दर्शन पाए पनि कम हुँदैन। अब यहाँ हाम्रो यहाँ कर्ताले अब यहाँ पूजाको विधिहरू हेरेर पूजाहरू अघि बढाउँदै हुनुहुन्छ, गर्दै हुनुहुन्छ भने उता गुरुले उहाँले अब कसरी गर्ने अनि अब यहाँ सिकाउँदै हुनुहुन्छ। यहाँ दीप गणेश कलश सबैको तयारी गरिसक्नु भएको छ। यहाँ माताजीहरू पनि सघाउन आउँदै हुनुहुन्छ। अब यहाँ प्रज्वलनको लागि अब यहाँ तयारी गर्दै हुनुहुन्छ भने अब प्रज्वलित भइ पनि सक्यो। अब यहाँ तिल छर्केर अरू विभिन्न तरिकाले अब यहाँ अब हामीहरूको विधिलाई पुर्याउँदै हुनुहुन्छ।
अब यहाँ अब यज्ञ गर्दै हुनुहुन्छ। यहाँ रोटीहरू विभिन्न सामग्रीहरू चढाइसक्नु भएको छ, यहाँ चढाउँदै हुनुहुन्छ। सबै हामीहरू हजुरबुवा हजुरआमा सबै घरहरूले बाबुवा आमा दादा दिदी भाइ बहिनी सबै अब आफ्नो आफ्नो भागले के यहाँ सामानहरू दिइराख्नु छ। उहाँ कर्ता भइसिन्छ। उहाँले अहिले यज्ञ गर्दै हुनुहुन्छ। श्री लक्ष्मीनारायण मन्दिरको आज 1 वर्ष पुग्नु भएको छ। श्री लक्ष्मीनारायण मन्दिर आज 1 वर्ष पुगेको छ। अब यहाँ 3 जना हुनुहुन्छ। उहाँहरूले अब यहाँ गर्दै हुन्छ। 3 जना 4 जना हुनुहुन्छ। उहाँहरूले यहाँ गर्दै हुनुहुन्छ। अब यसपछि अब यहाँ अर्चना पनि गर्ने कुरा गर्दै हुनुहुन्थ्यो। अब यहाँ गुरु हुनुहुन्छ। गुरुले अब यज्ञको लागि अब यहाँ तयारी यताउता भन्दै हुनुहुन्छ। अब के गर्ने भनेर बुझाउँदै अब सबैजनाले। यो भनेको श्री लक्ष्मीनारायण मन्दिरमा सुरुपाली यस्तो उत्सव मनाइराख्नु भएको छ। चैत्र 1 गते 2081 साल चैत्र 1 गते आजको दिन श्री लक्ष्मीनारायण मन्दिर 1 वर्ष पुगिसकेको छ। आज ब्रह्मोत्सव भएकाले आज सबैजनाले मनाइराख्नु भएको छ। हामीकोमा सबैले टोलमा गएर आएर मिलेर गर्ने चलन राखिरहेका छौँ। अब यहाँ यज्ञको लागि अब सबैजना तयार बसिराख्नु भएको छ। अब यज्ञ सुरु हुन आँटिरहेको छ। अग्नि यज्ञ अब प्रज्वलित गरिसक्नु भएको छ। अब यहाँ कामहरू गर्दै हुनुहुन्छ। अब अग्नि प्रज्वलित भइसक्यो। अब अग्नि प्रज्वलित भइसकेको छ। हेर्नु अब यहाँ झन्डाहरू पनि लगाउनु भएको छ। यहाँ माताजीहरू हुनुहुन्छ। यहाँ झन्डाहरू सबै लाएर भगवानको ध्वजहरू बनाएको छ। यहाँ अब यहाँ ध्वजहरू अब यहाँ हिजोकै दिन अब यो आजको लागि सबै हिजोको दिन नै तयारी गर्नुभएको थियो। आजको दिन अब यहाँ पूजा भइराखेको छ। यज्ञ गरिराख्नु भएको छ। अब यहाँ यज्ञ चरु होम गर्न थालिसक्नु छ। अब यहाँ सुरु भयो। यज्ञ सुरु भइसकेको छ। अब यहाँ चरु होम घिउ सबैबाट अब यज्ञ सुरु हुँदैछ। अब यज्ञ सुरु भयो। अब गर्दै हुनुहुन्छ अझै। चरु होम घिउ सबैहरूबाट अब यहाँ यज्ञ गर्दै हुनुहुन्छ। माताजीहरू पनि बसेर हेरिराख्नु भएको छ। आमाजी माताजीहरू बसेर हेर्नु भएको छ। कोही भित्रतिर गएर रोटी पकाउँदै हुनुहुन्छ। कोहीले यहाँ बढार्दै हुनुहुन्छ। कोहीले यताउता विभिन्न तरिकाले सहयोग गरिराख्नु भएको छ। सबैजनाले आफ्नो काम गरेर सहयोग गर्नुभएको छ। यहाँ सबैजनाले के छ। अब यहाँ स्वामीजी आउनुभएको छ। उहाँले श्री लक्ष्मीनारायण मन्दिरभित्र प्रवेश भएको छ। अब साष्टाङ्ग दण्डवत प्रणाम गर्नुभएको छ उहाँले। यो मन्दिरमा पनि ध्वजाहरू लगाउनु भएको छ। यो मन्दिर साह्रै शान्त किसिमको राम्रो मन्दिर छ। यहाँ भनेको चाहिँ पशु पक्षीहरू सबैहरू रहिराख्नु भएको छ। यो मन्दिरभित्रको भगवान हुनुहुन्छ यहाँभित्र। अब यहाँ भनेको माताजीले खानाको लागि भोगको लागि अब यहाँ थालीहरूमा अब सामग्रीहरू हालिराख्नु भएको छ। यहाँ कुर्सीहरू छन्। यहाँ गुरु भइसिन्छ।
यहाँ माताजीहरू हुनुहुन्छ। यहाँ हामीहरूको यहाँ योगा पनि गर्नुभएको छ। यो हाम्रो टोलका सबै मिले योगा पनि गर्नुहुन्छ। बिहानै कहिले शनिबारको दिनतिर गर्नुहुन्छ। यहाँतिर माताजीले केरा फलफुल आदि विभिन्न सामग्रीहरू थालीमा राख्नुभएको छ। अब सबैलाई सबै पुग्ने गरी ठिक्क मिलाएर गर्दै हुन्छ। यहाँ सबैजनाले आफ्नो आफ्नो काम गर्दै हुन्छ। माताजीले यहाँ गर्दै हुनुहुन्छ। अब यहाँ भित्रतिर अब यहाँ शिवजीको पूजा गर्दै हुनुहुन्छ। पहिले गणेश शिवजी देवी गर्दै सबैको पूजाहरू हुन्छ। अहिले यहाँ शिवजीको पालो आइरहेको छ। यहाँ हुन्छ हाम्रो कर्ता हुनुहुन्छ। यहाँ श्री भगवानले माला लगाएर राम्रो बनाइदिनु भएको छ। अब यहाँ हामीहरूले अर्चना गरिरहेका छौँ। यो दासले पनि अर्चनामा सहयोग गरेको थियो। यहाँ हामीहरूले एकैसाथै अर्चना पनि गर्ने र बाहिर होम पनि गर्नुभएको छ। एउटा नाम भन्ने बित्तिकै पुष्प पनि चढाउने, चरु पनि त्यहाँ गरेर त्यस्तो गर्ने उहाँले यहाँ व्यवस्था मिलाउनु भएको थियो। यो दासले पनि केही सहयोग गरेको छ। यसमा कर्ताले अहिले यहाँ पाठ गर्दै हुन्छ। हामीहरूले चाहिँ यहाँ अहिले अर्चना गर्दैछौँ। अब सबैजना बाहिर अर्चना गर्दै हुन्छ। अनि यो दास र कोही मान्छेहरू चाहिँ हामीहरू चाहिँ भित्र बसेर गरिरहेका थियौँ। अरू मान्छेहरू चाहिँ कोही बाहिर गर्नुभएको छ। अब त्यो पनि अहिले भित्र ल्याएर हामी चढाउँछौँ। अब यहाँ अर्चना सुरु भइरहेको छ। अब अर्चनाहरू 108वटा नाम गर्नुभएको छ। श्री लक्ष्मी माता र श्री नारायण भगवानको 108वटा 216वटा भनौँ। श्री लक्ष्मीनारायण भगवान दुईजनाकै गर्नुभएको छ, अर्चना गर्नुभएको छ। यहाँ अब हामीले यहाँ अर्चना गरिरहेका छौँ, सुरु गरिरहेका छौँ। अब यहाँ अर्चना अर्चना सकिसकेपछि अब यहाँ आरती गर्नुहुन्छ। आरती गरिसकेपछि कपुर आरती गर्नुहुन्छ। त्यसपछि त्यसै नै अब आफै हेर्दै जानु। विभिन्न तरिकाले यहाँ अब हामीहरूको भगवानको सेवा गर्दै हुनुहुन्छ अहिले। अब यहाँ भिडियो बनाउँदै हुनुहुन्छ यहाँ एउटा मान्छेले। अब यहाँ भनेको आरती सुरु भएको हो। अर्चना गर्दै हुनुहुन्छ। यहाँ होम गर्दै हुन्छ। सबैजना आफ्नो बराबर हुनुहुन्छ। अब यहाँ सबैजना एक गरेर सबैजना लाइनमा पालो भित्र आउँदै हुनुहुन्छ। उहाँहरूको अब म अहिले देखाइदिएको गर्छु। पालो सबैजना लाइनमा हिँडेर आउँदै हुनुहुन्छ। अब यहाँ सबैजना लाइनमै आउँदै हुनुहुन्छ। यहाँ भित्र सबैजना जाँदै हुनुहुन्छ। यहाँ माताजी आमाजीहरू सबैहरू हुनुहुन्छ। स्वामीजीहरू पनि कोही हुनुहुन्छ। उहाँहरू पनि भित्र जाँदै हुनुहुन्छ। उहाँहरू सबैले आफ्नो भेटी आदि चढाएर जाँदै हुनुहुन्छ। भेटी आदि सबै चढाएर जाँदै हुनुहुन्छ। यहाँ भेटी पुष्प तुलसी आदि विभिन्न कुराहरू चढाउनु भएको छ। र अब यहाँ फर्किँदै हुन्छ भित्रबाट। अब फेरि चढिसकेर यहाँ अब सबैजना पालो लाइनमा बसेर राम्ररी जाँदै हुनुहुन्छ। यहाँ सबैजनाहरू यस टोलका ठुल्ठुला भक्तहरू हुनुहुन्छ। यहाँ चाहिँ गाउँका ठुल्ठुला भक्त हुनुहुन्छ। यो श्री लक्ष्मीनारायण मन्दिर आजको दिन प्रतिष्ठित भएकाले आज यहाँ ठुलो महोत्सव गर्नुभएको हो। यहाँ अब आरती गर्नको लागि अब यहाँ तयारी गर्नुहुन्छ। अब यहाँ यज्ञको लागि यहाँ यज्ञ गर्दै हुनुहुन्छ। हवन गर्दै हुन्छ। यहाँ हवन गर्दै हुनुहुन्छ। अब
उहाँहरू दुईजनाले यहाँ यज्ञ गर्दै हुनुहुन्छ। उहाँहरू दुईजनाले यहाँ भिडियो गर्दै हुनुहुन्छ। अब श्री लक्ष्मीनारायण भगवानले कति विभिन्न प्रकारका पकवान आदि विभिन्न थरीका सामग्रीहरू यहाँ चढाउनु भएको छ। अब हामीहरूको यो आरती सुरु भइसकेको छ। आरतीको अब सबैजनाले एक एकचोटि आरतीको भाग बन्ने हुनुहुनेछ। सबैजना आरती गर्दै हुन्छ। अब यहाँ आरती अब यहाँ सुरु भइसक्यो। अब श्री लक्ष्मीनारायण मन्दिरभित्र र बाहिर सबैतिर वरिपरि परिक्रमा गर्नुहुन्छ। अब यस भिडियोद्वारा हामीहरू हजुरलाई आजको यो कार्यक्रममा देखाउन पाएको छु। सोच्दा मलाई यो दासलाई पनि साह्रै खुसी लागेको छ। यो श्री लक्ष्मीनारायण मन्दिरको आरती आजको दिन गराउनु भएको। अब बाहिरतिर जानुहुनेछ सबैजना। अब यहाँ बाहिर परिक्रमा गर्नुहुनेछ। परिक्रमाको सबैजना भाग बन्नुहुन्छ। अब यो दासले चाहिँ आरती गरेको देखाउँदैछ अहिले यहाँ। अब उहाँले चाहिँ आरती गर्दै हुन्छ। आरती गर्दै हुन्छ। कोहीले घन्टी बजाउँदै हुन्छ, कोही शङ्ख फुक्दै हुन्छ, कोहीले आरती गायन गर्दै हुन्छ, कोहीले ताली बजाउँदै हुन्छ, कोहीले आरती गर्दै हुन्छ, कोहीले विभिन्न थरीका सहयोग गरिराख्नु भएको छ। कसले धूप दीप आदि बाल्नु भएको छ, कसले भगवानको सेवा गर्नुभएको छ, कसले रोटी आदि पकाउनु भएको छ, कसले खाना पकाउनु भएको छ, कसले पुष्प दिनुभएको छ, कसले भेटी दिनुभएको छ, कसले आरतीमा सहयोग दिनुभएको छ, कसले यहाँ यज्ञको लागि सहयोग गर्नुभएको छ, कसले यहाँ जल मात्र भए पनि चढाउनु भएको छ, कसले सबैले आफ्नो सक्ने सहयोग दिनुभएको छ। सबैले अब यहाँ दुईचोटि परिक्रमा दुईचोटि कि तीनचोटि मैले बिर्सेँ। अब परिक्रमा गर्नुहुन्छ। यहाँ परिक्रमा गर्दै हुनुहुन्छ। अब यतातिर अब मन्दिरभित्र प्रवेश गरिसकेपछि सबैजनाले आफूले सबैले आरती गर्नुहुनेछ। सबैजना यहाँ मन्दिरभित्र प्रवेश गर्नुहुनेछ। अब यहाँ सबैजनाहरू यहाँ खुसी अब यहाँ सबैजना खुसी हुनुहुन्छ। अहिले यहाँ आजको दिन यसो श्री लक्ष्मीनारायण मन्दिरको यस्तो महा उत्सव भएको छ। त्यस्तो कुरामा सबै आज खुसी हुनुहुन्छ। अब श्री लक्ष्मीनारायण भगवानको जय होस्। अब यहाँ सबैजना जाँदै हुन्छ। फेरि परिक्रमा गर्दै हुनुहुन्छ। फेरि आरती लिएर आउनुभएको छ। अब यहाँ सबैजना जाँदै हुन्छ। अब मन्दिरभित्र चाहिँ यहाँ कपुर आरती हुँदैछ। कपुर आरती अर्चना स्नान आदि विभिन्न तरिकाले भगवानको सेवा भइरहेको छ। अब यहाँ आरती हुन लागेको छ। अब सबैजनाले भित्रतिर बसेर मन्दिरको भित्र गर्भगृहमा अब सबैजनाले आफ्नो आरती गर्नुहुनेछ। अब सबैजनाले अब आफ्नो आरती गर्नुहुन्छ। आरती अब यहाँ सुरु भएको छ। आरती अब यहाँ सुरु भयो। सबैजनाले गर्नुहुन्छ। यो लास्टले पनि गरेको हजुरले आफ्नो यो भिडियोमा अब अर्को भिडियोमा हेर्न सक्नुहुनेछ। यस भिडियोमा चाहिँ यो दासले सहयोग गरेको भिडियो छैन।
अर्को भिडियोमा हेर्नु भने यो दासले पनि आरतीमा सहयोग गरेको छ। सबै माताजी, आमाजी, बुवाजी, स्वामीजी सबैहरूले यहाँ आरती गर्नुहुन्छ पालो गरेर। अब सबैको देखाउन नसकेकाले के हुनुहुन्छ आमाजी, माताजीहरू, स्वामीजीहरू, उहाँहरूको मात्र भिडियोले हाल्न पाएको छु। अब सबैको हाल्यो भने धेरै लामो हुन्थ्यो। अब यति भन्न साथै अब आरती यहाँ अब सम्पूर्ण हुन लागेको छ। अब म हजुर हामी सबैजनालाई अब यसरी नै आफूको घर नैरेको पर्वलाई मनाऊँ र म अहिले भन्न चाहन्छु जय श्रीमन्नारायण।